हेलो गाइस, म चाहिँ घाँस काट्नु जानु लागेको। आज कस्तो राम्रो मौसम छ के, दिनमा चाहिँ गर्नुहुन्छ नि त, त्यही भएर यो चाहिँ हाम्रो घर। हाम्रोमा थोडा सा मौरीहरू पनि छ के। अनि हाम्रो घर चाहिँ म चाहिँ पूर्वेली हो हैन, अनि अहिले चाहिँ पश्चिमतिर। अब गाउँमा बसेपछि घाँस त काट्नु पर्यो। उहाँ चाहिँ हाम्रो हस्बेन्ड एकदम मेहनती हुनुहुन्छ धेरै। अनि यो चाहिँ हाम्रो दादा हो, उहाँ चाहिँ हाम्रो आमा। अनि यता चाहिँ यहाँ देखाउँदो चाहिँ जङ्गल छ कि, हामी चाहिँ जङ्गल घाँस काट्न जाँदैन। हाम्रो घरदेखि हुँदो मतलब ठुलो पाहाड छ, त्यहाँ चाहिँ घाँस धेरै उम्रिन्छ, त्यतितिर घाँस काट्छौँ। अहिले त घाँस काट्ने टाइम त होइन, त्यही पनि अब काट्नुपर्छ। अरू घाँस त्यति धेरै पाउँदैन, त्यही भएर थोरै थोरै भए पनि ल्याउनु पर्यो। अनि हामी चाहिँ घाँस काट्नु ठाउँमा पुगेको। यता चाहिँ घाँस खासै पाउँदैन के, अनि उहाँ चाहिँ कन्फ्युज भइरहेछ। भर्खरै सानो सानो छ नि त, मकै पनि सानो छ, त्यही भएर घाँस पनि खासै ठुलो छैन के। अनि हाम्रोतिर चाहिँ हल्सा यस्तो हुन्छ। म चाहिँ धेरै यस्तो सानो घाँस काट्नु जागेर आउँदैन कि, त्यही भएर ठुलो 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 खोज्नु मन लाग्छ। अनि म चाहिँ रुखा बसेर झार्छु होइन, छिटो भएर पुग्छ नि त। अनि उहाँ चाहिँ केराको पत्ता काट्ने रे, ठिक छ काट्नुपर्छ। धेरै मेहनती हुन्छ नि उहाँ चाहिँ। यता चाहिँ के अरे हुन्छ नि, कति धेरै गर्नुहुन्छ कि दिउँसो चाहिँ। अनि बिहान चाहिँ छिटै उठेर अरू काम पनि हुन्छ घरमा, त्यही भएर अनि बिहान खाजा खायो। अनि खाना खानु चाहिँ कति 1 बजी 2 बजी मात्र खाना खाने टाइम हुन्छ कि। अनि अहिले घाँस काटेर लग्यो। अनि म चाहिँ यो रुखमा चढेर घाँस काट्ने कि, यो रुखमा चढेर घाँस काट्छु अनि छिटो पुग्छ त्यसपछि। अनि रुख चढ्दै अलिक भिडियो बनाउन चाहिँ अलिक गाह्रो हुन्छ नि त, अनि लडिन सकिने सम्भावना हुन्छ। अहिले चाहिँ अरू चाहिँ म चाहिँ घाँस काट्छु। हाम्रो हस्बेन्डले चाहिँ घाँस काटेको थियो, उहाँ चाहिँ घाँस काट्नु गएको। हेरेर न फेरि जाने हानेको क्या उसले चाहिँ मलाई घाँस काट्नुपर्छ। अनि उसले चाहिँ यस्तो पत्ताहरू काटेर घाँस पुगिसक्यो कि। अनि म चाहिँ रुखा चढेको घाँस काट्नुलाई घाँस काट्नै सकिनँ। गले गले म गले। मेरो चाहिँ भात पुगिसक्यो। अब अर्को भारी पुऱ्याउनु बाँकी छ होइन। पछिमा अर्को घाँस काट्छहरू। हामी चाहिँ घाँस लिएर आइसक्यो। कति धेरै गर्मी छ कि त। उहाँ चाहिँ हाम्रो लजालु हस्बेन्ड। हामी चाहिँ घाँस लिएर आइसक्यौँ गाइजहरू। अब पानी खाने होइन। अनि त्यसपछि फेरि अर्को ब्लगमा भेटौँला। बाई बाई।